अभिनयमा फर्किएकी विपना अभिनेत्रीबाट चरित्र अभिनयमा रमाउँदै। नमस्कार, फिल्मी न्युजमा यहाँलाई स्वागत छ। म निराज थापा। 1.5 दशक अघिसम्म नेपाली फिल्ममा विपना थापाको चकाचकी थियो। डेब्यु फिल्म जन्मभूमिबाट नै चर्चा बटुलेकी उनले त्यसपछि लगातार फिल्म अप्सरा, नाता रगत, आगो, त साह्रै नै बिग्रिस्नी बद्री, मितेनी लगायतका फिल्ममा अभिनय समेत गरेकी थिइन्। पहिलो फिल्मले नै दर्शकमा चिनिएपछि निर्माताहरू विपनालाई आफ्नो फिल्ममा अभिनय गराउन लाइन लाग्थे। कारण कथाको पात्रको गहिराईसम्म पुगेर अभिनय गर्थिन्। उनको पीडादायी रुवाईले दर्शकको मन समेत छुने गरेको थियो। फिल्ममा अभिनय गर्दा गर्दै 16 वर्ष अघि भारतीय नागरिकसँग विवाह गरेर उनी दिल्लीतिर लागिन्। त्यसपछि उनको अभिनय क्रममा ब्रेक लाग्यो। कहिलेकाहीँ नेपालमा हुने फिल्म अवार्ड कार्यक्रममा भने भेला हुन्थिन् उनी, नत्र अधिकांश समय भारततिरै व्यस्त हुन्थे। नेपाली फिल्मलाई चट्टै माया मारेको गुनासोकै बीच गत वर्ष प्रदर्शनमा आएको फिल्म रसोदीर्घमा काम गरिन्। अभिनेत्रीको भूमिका निर्वाह गर्दै आएकी उनी 16 वर्षपछि अभिनेता हरिहर अधिकारीको आमाको भूमिकामा देखिएकी थिइन्। उनको कमब्याक राम्रै भयो र विपनाको अभिनयले तारिफ समेत पायो। विपनाले अनमोल केसीको आमा बनेर अभिनय गरेको फिल्म जेरी अन टपमा प्रदर्शनमा आउने बाँकी नै रहेको छ। निर्देशक चन्द्र पन्तले अब फिल्म आबाट आमामा विपनालाई केन्द्रीय पात्रमा अनुबन्धन गरेका छन्। आमा र सन्तान बीचको कथामा निर्माण हुन लागेको यो फिल्ममा उनी आमाको भूमिकामा देखिन लागेका हुन्। उनी भारत फर्किनु केही दिन अघि निर्माण पक्षसँग फिल्मका लागि सम्झौता गरेकी थिइन्। फिल्मी समाचार अहिलेलाई यति नै। हाम्रो युट्युब च्यानलमा हेर्दै गर्नुहोला। नमस्कार।